नेपालमा हामीले अहिले गर्न सकिने कामहरूमा के छ भन्दाखेरि नेपालमा चाहिँ उद्योग धन्दा कल कारखानाको लागि पोजिटिभ इन्भाइरोमेन्ट पोजिटिभ भनेको कस्तो भने जस्तै आज तपाईँको इभी गाडीको मूल्य के आउँछ तपाईँको चाहिँ यो एउटा बजेट भाषण आउँछ 40% भन्छ, अर्को बजेट आउँछ 80% भन्छ, अर्को आउँछ 30 भन्छ। त्यो ग्यापले गर्दाखेरि चाहिँ के हुने भने उपभोक्ता पनि मार्न पर्ने भयो र व्यवसाय पनि मार्न पर्ने भयो, अनावश्यक त्यो के हुने भयो फ्लक्चुएसन हुने भयो। अब अहिलेको आएको सरकार के हो थाहै सरकार कम्ती पनि 5 वर्षसम्म त्यो सरकार छ, जनताको माइन्डेड के छ भन्दा 5 वर्षसम्म चाहिँ यो गभर्मेन्ट स्थिर रहन्छ है, परिवर्तन हुँदैन भनेपछि अब के चाहेको भने हामीले चाहिँ स्थिर ठिक छ। हामीलाई गभर्मेन्टले यो पाटोमा त्यो बरले इन्भेस्टमेन्ट गर्नु सक्यो भने त्यो पाटोमा हामी सकिन्छ नि, त्यो पाटमै हामीले अगाडि बढाउनु भयो नि त कमसेकम। अब आज यो पाटमा जा भन्छ भोलि हुँदैन अर्को पाटमा जा भन्छ। त्यो स्थिर भइसकेपछि स्थिर खालको गभर्मेन्टले एउटा स्थिर रुल ल्याइदियो भनेदेखि चाहिँ हामीलाई चाहिँ इन्भेस्टमेन्ट पनि त्यो पाटोबाट गर्न सकिन्छ र त्यसको प्रतिफल पनि त्यही पाटमा जान्छ र रिस्क मिनिमाइज हुन्छ भन्ने कुरा मेरो चाहिँ विश्लेषण छ एउटा। अर्को कुरा के छ भन्दा अब खाडीको अहिले यो वारले गर्दाखेरि धेरै मान्छेहरूलाई रोजगारीबाट चाहिँ विमुख हुने, त्यहाँबाट चाहिँ डिस्टर्ब हुने कारणले गर्दा देशमा रोजगारीको सृजना गर्नुपर्छ भन्ने हुन्छ। रोजगारीको सृजना हुनाले जस्तै हाम्रो के छ भन्दा आज नेपाललाई एक्सपोर्ट गर्छ भने ह्यान्डिक्राफ्टमा अलिकति राम्रो चाहिँ गभर्मेन्टले के गर्न सकिन्छ त। आज नेपालबाट एकदम चाहिँ तपाईँको चाहिँ कृषिकै माध्यमबाट भन्न सकिन्छ, जस्तै डक्चु नेपालबाट टप एक्सपोर्टरमा पर्छ, अलैँची पर्छ, यी कुराहरूलाई त्यो सँगसँगै अरू कुराहरूलाई पनि हामीले ब्रान्डिङ गर्न सक्छौँ। जस्तै कफीलाई पनि हामी ब्रान्डिङ गर्छौँ। कफी भनेको एउटा फल हो जुन चाहिँ हामी चाहिँ जङ्गलमा पनि लगाउन सक्छौँ। हामी चाहिँ जस्तै तपाईँको यो ठाउँमा त्यो कफीलाई पनि हामी राम्रोसँग प्रोसेसिङ गरेर एक्सपोर्ट गर्छौँ, त्यो पनि गर्छौँ। त्यसमा पनि धेरै मान्छेहरू चाहिँ इङ्गेज हुन्छ। सबैभन्दा ठुलो आजको दिनमा इङ्गेज भनेको एउटा इन्डस्ट्री लगाइदिउँ, 100 जनाले पाउँछ भने हजारौँ किन चिया तपाईँको टिप्ने ठाउँमा हजारौँ मान्छे हुन्छ भने कफी पनि सेम प्रकृतिको काम हो। त्यसमा चाहिँ रोजगारीको सिर्जना एक्स्ट्रा हुन्छ जस्तो लाग्छ मलाई। अहिले कति गाउँपालिकाहरूले पनि तपाईँको चाहिँ के छ भने कफीको उत्पादन गरे बापत केही इन्सेन्टिभ दिन्छ। त्यस्तै गाउँपालिका अन्तर्गतले पनि एउटा स्किम दिन्छ भने अब राज्यले के गर्न सकिन्छ त एउटा पोलिसी लेभलमा झापझुपमा टाप दिइहाल लङ टर्मको लागि त्यो आम के अरे चाहिँ तपाईँको चाहिँ इन्भेस्टमेन्ट गर्ने मान्छेलाई लङ टर्मको एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएर यहाँ चाहिँ हामी सेफ छौँ है, यहाँ चाहिँ यहाँको इन्भेस्टमेन्टले चाहिँ तपाईँको डुब्दैन र रिटर्न पनि राम्रो दिन्छ र सही टाइममा हामीले तपाईँको चाहिँ रिटर्न सहित तपाईँलाई चाहेको खण्डमा लिगल्ली एक्जिट पनि गर्न सक्छौँ भन्ने खालको चाहिँ भाष्य बनाउन सक्यो भने बेटर होला। जस्तै दुबईले एउटा चाहिँ प्रगति गरेको चाहिँ के छ भन्दा संसारका अधिकांश कन्ट्रीका मान्छेले के दुबईमा चाहिँ सेकेन्ड होम भनेर बनाए, दुबईलाई सेफ माने, तर त्यो पनि त सेफ रहन्छ नि त हो। त्यस्तै गरी हामीले कुनै एउटा चाहिँ वातावरण क्रिएट गरेर यहाँ चाहिँ इन्भेस्टमेन्टको चाहिँ एउटा ठाउँ खोलिदियौँ र यो ठाउँमा चाहिँ ल इन्भेस्टमेन्टको लागि आजको दिनमा नेपालबाटै लाख एनआरएन बाहिर छन्। उनीहरूलाई नेपालमा काम गर्दाखेरि राम्रो रिटर्न पाइन्छ, राम्रो चाहिँ स्थिर गभर्मेन्ट छ भन्ने कुरा चाहिँ एउटा चाहिँ अनुभूति मात्रै गराउन सकियो भने पनि त इन्भेस्टमेन्टको त चिन्तै छैन त। आज नेपालमा भएको मान्छे नेपालमा लगाएर बाहिर गइरहेको छन्, त्यो इलिगली गइरहेको होला नि त, जसरी गइरहेछन् नि, तिनलाई मात्रै रोक्न सकियो। र मैले अघि के अरे बार जोडिरहेको कुरा कारण के छ भने पैसालाई माया गर्नु पऱ्यो। हाम्रो देशलाई के खाँचो छ आर्थिक रूपमा अगाडि बढाउनु छ भनेपछि आर्थिक रूपमा अगाडि बढाउनु भनेको आर्थिक भनेको यो पैसालाई माया गर्ने खालको चाहिँ गभर्मेन्ट चाहियो। पैसालाई गाली गर्ने, यो पैसा कमाउने व्यापारी चोर, व्यापारी फटा, व्यापारी लुटेर भयो भने कि एउटा सिस्टम बनाएर व्यापारी फटा भने कामको फटाके भने त्यसलाई चाहिँ के गर्नु पऱ्यो भने त्यसलाई चाहिँ एउटा कानुन बनाएर चाहिँ नियम बनाएर त्यसलाई चाहिँ मिलाउनु पऱ्यो र इन्फर्मल च्यानलहरूलाई जसरी हुन्छ त्यसलाई चाहिँ बन्द गर्ने च्यानलमा चाहिँ संयन्त्र युज गर्नु पऱ्यो र फर्मल कुराहरूलाई चाहिँ युज गर्नु पऱ्यो र मान्छेलाई चाहिँ इन्फर्मल च्यानलमा काम गर्नलाई इच्छै नहोस् होइन म त त्यो गर्दिनँ, त्यो गर्न सक्दिनँ भने एउटा चाहिँ मोरल्ली पनि एउटा डाउन होस्, त्यो खालको इन्भाइरोमेन्ट त बनाइदिनु पऱ्यो नि त। इन्फर्मलबाट काम गर्ने, इलिगल काम गर्ने मान्छेहरूलाई अथवा चाहिँ त्यो चाहिँ जुन कुराहरूलाई चाहिँ वर्जित गर्छ त्यो कुराहरूलाई चाहिँ इन्फर्मल च्यानलबाट ल्याउनु भन्दा फर्मल च्यानलबाट मैले व्यापार व्यवसाय मलाई बेनिफिट हुने कुरा वातावरण चाहिँ कसरी गर्न सकिन्छ त पोलिसी लिएर खेल्न सक्यो भने मान्छे त्यो काम गर्दै गर्दैन। ट्याक्स गभर्मेन्टले सरकारले ट्याक्स दिइसकेपछि त्यसलाई चाहिँ कसरी चाहिँ हामीले तपाईँको त्यो ट्याक्सलाई के गरिरहेको छ भने पारदर्शी तरिकाले देखाइदिनु पऱ्यो। हामीले दिएको कर अथवा मैले एउटा व्यवसाय हिसाबले नाफा कमाउँछु त्यसको कर तिर्छु, त्यसको सम्मान हुनु पऱ्यो। एउटा मान्छेले चाहिँ हामी हरेक मान्छेले कर तिरिरहेका छौँ, त्यो करको सम्मान हुनु पऱ्यो। त्यो करले चाहिँ यो देश यसरी डेभलप भइरहेको छ भने अनुभूति मात्रै गर्न सक्यो भने पनि मान्छे कर तिर्न चाहिँ आतुर हुन्छ।
आज कर तिर्न गयो, करको लागि लाइन बस्नुपर्छ, कर तिर्न गयो करको लागि घुस्काउनुपर्छ। त्यो वातावरणलाई मात्रै मिलाउन सकियो भने पनि देशलाई प्रगतिको मतलब एउटा आर्थिक उपार्जनमा त अगाडि बढ्नु। सबभन्दा पहिला त मानसिकता केमा परिवर्तन गर्नु पऱ्यो भने व्यापार गर्ने मान्छे अथवा पैसासँग काम गर्ने मान्छेलाई पोजिटिभ नजरले हेर्न सक्नु पऱ्यो। जसरी एउटा भाष्य के छ भन्दा नेताहरू चोर हुन् भन्दै छन्, व्यापारी चोर हुन्, नेता पनि चोर छैनन्, व्यापारी पनि चोर छैनन्, सबैजना ठिक छन्। तर यस्तो भाष्य बनाउनु पऱ्यो कि यसरी नि हामीले चाहिँ कानुन नियम अथवा परिधि बनाउनु पऱ्यो कि सबैलाई समेटिएर व्यापार गर्ने पैसा कमाउँछ त, पैसा कमाउने बित्तिकै चोर त होइन नि। त उसले गलत बाटोबाट चाहिँ कमाउनु भएन। नेता राजनीति गर्ने भने सामाजिक काम गर्ने हो। सामाजिक काम गर्ने भने त आफ्नो हामी त कम्तीमा पनि कमाएको पैसा युटिलाइज गर्छौँ भनेर गर्छौँ भने सामाजिक काम गर्ने त्यो आफैमा सराहनीय काम हो। त्यसलाई सराहनीय बनाउनु पऱ्यो। त्यो ठुलो हिम्मत हो नि त। एउटा राजनीति गर्छु, म राजनीति गरेर म चाहिँ राजनीतिमै जिन्दगी बिताउँछु भने त म त समाजको लागि जिन्दगी बिताउँदैछु। त्यसलाई किन आज हामी नेगेटिभ तरिकाले हेरिरहेका छौँ? त्यो त म त सक्दिनँ। म सामाजिक म त व्यवसाय गरिरहेको छु। व्यवसायमा त मेरो उद्देश्य के हुन्छ? व्यापार गर्ने पैसा कमाउनु छ। अनि आर्थिक उपार्जन गर्ने हुन्छ भने चाहिँ मैले आर्थिक उपार्जन अपराध हो भने त मैले किन काम गर्ने? फेरि व्यवसाय नै बन्द गरिदिउँ न। व्यवसाय भन्ने कुरा बन्द गर्छ, त्यो कसले गर्नु त्यसैले गरोस् न त। होइन भने व्यवसाय गर्ने मान्छेलाई व्यवसायको वातावरण बनाउनु पऱ्यो। इन्फर्मल च्यानलबाट काम गरिरहेको छ त्यसलाई चाहिँ दुरुत्साहित गरी उत्साहित केमा गर्नु पऱ्यो भन्दा फर्मल तरिकाले राम्रोसँग काम गर्दाखेरि पनि कमाउन सकिन्छ। त्यो चाहिँ तपाईँको चाहिँ ट्याक्स तिरेर पनि कमाउन सकिन्छ भन्ने खालको चाहिँ वातावरण क्रिएट गरिदिनु पऱ्यो। तपाईँको चाहिँ फर्मल तरिकाले नै गर्नु पऱ्यो। जस्तै बिस्तारै त यो कुरा त इम्प्लिमेन्ट भइरहेको लाग्छ मलाई। अब पहिला मैले थाहा पाउँदाखेरि जति पनि हामीले ब्याङ्कबाट क्यास निकाल्नु मिल्थ्यो, क्यास त जल्दी पनि हुन्थ्यो। अब के छ 5 लाखमा झऱ्यो, भोलि 2 लाखमा झर्ला, 1 लाखमा झर्ला। आज हिजो मेरो कफी सपमा मैले चाहिँ सेल्स गर्दाखेरि अधिकांश कफी सपमा पहिला कार्ड पेमेन्ट आउँथ्यो, अहिले सबै स्क्यानवाला आउँछ। भनेको त्यो डिजिटल भुक्तानी आउँछ, कार्ड पनि चाहिँदैन। अब त भनेको 80% पैसा अहिले हाम्रो केको माध्यमबाट आइरहेको छ भनेपछि स्क्यान अथवा चाहिँ कनेक्ट आइपिएसबाट आइरहेको छ, डिजिटल ब्याङ्किङ मार्फतबाट आइरहेको छ। आज ब्याङ्कमा पहिला मेरो अगाडि यहाँ ब्याङ्क छ, पहिला ब्याङ्कमा लाइन हुन्थ्यो, अहिले ब्याङ्कमा लाइनै छैन। भनेको बिस्तारै हामी त यो कुरामा त परिवर्तन हुँदै गइरहेको छ। समयान्तरले बिस्तारै हुँदै पनि जान्छ। तर हामी धेरै ढिला छौँ, अलिक चाँडो हुनु पऱ्यो भने यति मात्रै त हो। पहिलो कुरा त नेपालमा इन्भेस्टमेन्ट गर्ने मान्छे पर्याप्त छन्, वातावरण मात्रै चाहियो हो। मान्छे डर र त्रासबाट तर्सिरहेको छ। त्यो कुरालाई अब छैन है। अब चाहिँ हामी करको नीतिमा पनि हामी चाहिँ जथाभावी गर्दैनौँ। व्यापारलाई हामी चाहिँ यो नजरले पनि हेर्दैनौँ। व्यापार गर्दाखेरि तपाईँले पनि गलत तरिकाले काम गर्नु भएन। यो कुरालाई फर्मल गर्दाखेरि चाहिँ तपाईँले प्रोत्साहन गर्नु पऱ्यो, दुर्साहन गर्नु भएन। बाहिरबाट इन्भेस्टमेन्ट गर्ने ठुल्ठुला इन्भेस्टमेन्ट कम्पनीबाट सेग्रिगेट गरेर कुन पार्टमा चाहिँ हामीले चाहिँ विदेशीलाई ओपन गरिदिने अथवा चाहिँ मल्टिनेसनल कम्पनीलाई ओपन गरिदिने, कुन पार्टमा चाहिँ बन्द गर्ने। जुन कुरा नेपालले गर्न सक्छ नेपालले गर्छ कि यहीँ बसेर गर्छ कि पहिलो प्राथमिकता राखिकन र बाहिरबाट आउने मान्छेलाई पनि ठुल्ठुला इन्भेस्टमेन्टको पाटोमा केही हदसम्म खुकुला गरिदिने र गर्ने हो भनेदेखि इन्भेस्टमेन्टको मलाई चाहिँ लगानीको चाहिँ वातावरण चाहिँ मलाई आरामले सिर्जना हुन्छ भन्ने लाग्छ। र लगानी गर्ने मान्छे पर्याप्त मान्छे जति पनि आउँछ जस्तो लाग्छ मलाई। यो समस्या छ जस्तो लाग्दैन। किनभने अब डेभलप भइसक्यो, त्यसमा डेभलप गर्न बाँकी केही छैन। त्यो त प्रगति र उन्नतिमा त्यसमा त कम हुने हो। यहाँ त प्रगति र उन्नति गर्ने बाटो त कैयौँ छन्। यहाँ त धेरै इन्फ्रास्ट्रक्चर बनाउनु पर्छ, धेरै कुरा बनाउनु पर्छ। यहाँ त धेरै कुरा खाली छ नि त। त्यो कारणले गर्दाखेरि यहाँ अपर्च्युनिटी यहाँ चाहिँ म धेरै देख्छु। यहाँ इन्भेस्टमेन्ट गर्नलाई सबैभन्दा पहिला सरकारले स्थिर नीति चाहियो। अब 5 वर्षमा हामी के पनि गर्दैनौँ, यो कुरामा यही हुन्छ है भनेपछि त कम्तीमा नि मैले आज एउटा कफी सबै खोल्दैछु भने त्यो पनि त लगानीको चाहिँ कम्तीमा पनि मलाई कम्तीमा 4-5 वर्ष लाग्ला राम्रोसँग नाफा कमाउनको लागि। त्यो समयसम्म अनि फेरि अर्को वर्ष आज एउटा सरकार एउटा बजेटमा एउटा नीति आउँछ, अर्को 2 वर्षमा अर्को नीति आउँछ। त्यो कुरामा मात्रै क्लियरिटी आउने हो भनेदेखि चाहिँ आर्थिक पाटो चाहिँ देशको अगाडि बढ्छ जस्तो लाग्छ मलाई। सबैजना यङ आइरहनु भएको छ, अलिकति इनर्जीको साथ आइरहनु भएको छ, केही परिवर्तन होला भन्ने हिसाबले आएको। सायद यो सँगसँगै यी कुराहरूलाई परिवर्तन गर्न सक्यो भने आर्थिक रूपमा पनि देशले चाहिँ फर्क बाँड्छ भन्ने कुरा चाहिँ मलाई विश्वास छु।